सबैलाई नमस्कार। म अनिल गौतम। मैले चाहिँ केही समय अगाडि हाम्रो गाउँ हामी बनाऊ अभियान सञ्चालनमा गरेर समाजमा चाहिँ एउटा केही गर्नुपर्छ, हाम्रो गाउँको लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले चाहिँ मैले एउटा हाम्रो गाउँको लागि के गरौँ न त भन्ने उद्देश्यले चाहिँ मैले यो एउटा धारो निर्माण गर्ने सपना देखेँ। जुन सपनामा चाहिँ यहाँहरू जस्तो बुद्धिजीवी व्यक्तित्वहरूले सल्लाह सुझावदेखि लिएर आर्थिक तथा जिन्सी सहयोग गरेर हामीलाई चाहिँ यो धारो निर्माण गर्न सहयोग गर्नुभएकोमा हजुरहरूप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। आगामी दिनमा पनि हजुरहरूको साथ सहयोगको अपेक्षा राख्दै सदैव समाज र सामाजिक कार्यमा अडिन रहेर काम गर्ने बाचासहित हजुरहरूलाई धेरै धेरै एकमुष्ट धन्यवाद गर्दछु। र यो धारो निर्माणमा विभिन्न तरिकाबाट मलाई सहयोग गर्नुहुने आर्थिक भौतिक तथा हरेक क्षेत्रमा मलाई सहयोग गर्नुहुने आदरणीय व्यक्तित्वहरूमा धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र आगामी दिनमा पनि यस्तै उदाहरणीय काम गरेर समाजको लागि झन् प्रतिबद्धता सहित काम गर्दछु भन्ने अपेक्षा सहित यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु। धेरै धेरै धन्यवाद। यहाँहरूकै सहयोगले, यहाँहरूकै सपोर्टले, यहाँहरूकै सल्लाहले म आज यो स्थानमा आउन सफल भएको छु। त्यसैले यहाँहरू तमाम भगवान रूपी गर्नुहुने सम्पूर्ण व्यक्तिहरूलाई एकमुष्ट धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। धन्यवाद।